हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ शनिबार अनि आज छुट्टी छ बहिनीको। अनि बहिनी चाहिँ आज घरमै छ। अनि बहिनीलाई मैले आज दिउँसो खाजामा चाहिँ मोमो खाऊँ न भनेर भनेको। अनि बहिनीले चाहिँ आज म छुट्टीको दिन केही काम गर्दिनँ है भन्दै मानेकै थिएन। अनि तँलाई चाहिँ अलिक धेरै दिन्छु भनेर फकाएँ। अनि बहिनीले अनि धेरै मोमो खानु पायो भने चाहिँ पाउँछु भनेर चाहिँ मानेर अनि ल भनेर अनि फ्रिजमा चाहिँ अस्तिदेखिको अलिकति थोरै पनिर थियो। अनि त्यही पनिरको बनाऊँ भनेर खाजा चाहिँ अब थोरै बनाउँदा पनि भइहाल्छ नि त, धेरै चाहिँदैन भनेर। अनि पनिर अनि प्याज अदुवाहरू हालेपछि त अलिकति पुगिहाल्छ भनेर। अनि खाने मान्छे पनि धेरै छैन, हामी 2-3 जना मात्रै हो। अनि अदुवा र प्याज चाहिँ मोमोको मेन मसला यही हो। अनि मैले बहिनीलाई चाहिँ मसला काम दिएँ। अनि बहिनीले चाहिँ यहाँ प्याज चप गर्दैछ। उफ, झन्डै पोखायो त्यो पनि। अनि बहिनी चाहिँ यहाँ प्याज काट्दैछ, प्याज काट्दै रुँदै प्याज काट्दैछ। प्याजले आँखा पोलेर एकदम साह्रो पारिरहेछ त्यसलाई। अनि म चाहिँ यहाँनिर अब मोमोको लागि आँटा मुस्नु पऱ्यो भनेर आँटा मुस्नु थालेँ। अनि मलाई नि प्याजले एकदम आँखा पोल्दैछ। यता छेउमा बहिनी उता बसेर प्याज काटिरहेछ, मलाई पनि आँखा पोल्दैछ। अनि मैले चाहिँ यहाँ पानी दिएर हालेर फेरि आँटा गिलो भयो। अनि आँटा गिलो भएपछि फेरि सुक्खा आँटा थप्नु पऱ्यो। सुक्खा आँटा थप्दा यता त फेरि आँटा धेर भइसक्यो। अनि मसला चाहिँ थोरै छ अनि फेरि आँटा धेर हुन्छ भनेर। अनि बहिनीले चाहिँ यहाँनिर प्याजमा पनिर ग्रेट गरेर हालेर अनि अजिना मटर नुन तेल हाल्यो। अब अनि अजिना मटर चाहिँ अब मेन मसलै हो यसको मोमोको। अनि तेल पनि अलिक धेरै हाल्यो भने चाहिँ जुसी हुन्छ, मिठो हुन्छ नि त। फाइनली हाम्रो मसला चाहिँ रेडी भयो। अनि म चाहिँ यता अब रोटी बनाउन थालेँ मोमोको लागि। अनि म बेल्दै दिँदैछु, बहिनीले चाहिँ प्याकिङ गर्दैछ 2जना गएर छिट्टो। अनि यहाँ मम्मी आउनु भएर के गर्नु थालेको फेरि भन्दै हुन्छ, कचिया बोकेर घाँस काटेर आउनुभएको होला मम्मी। अनि म चाहिँ चिज हालेको खानु मन लागेर अनि फेरि एउटा चिज पनि थियो। अनि त्यो चिज पनि हाल्नु पऱ्यो भनेर फेरि मसलामा हाल्यो भने त्यसको टेस्टै पाइँदैन भनेर मैले चाहिँ स्लाइस पारेर काटेँ। अनि एउटा हाल्नु भने बहिनीलाई। अनि बहिनीले एउटा मोमोमा एउटा स्लाइस हालेर प्याकिङ गर्दैछ। अनि 2जना भएर छिटो बेलिसक्यौँ हामीले यतातिर। बहिनीले चाहिँ प्याकिङ गर्दैछ, म चाहिँ बेलिरहेछु। अनि फाइनली हाम्रो मोमो चाहिँ प्याकिङ भइसक्यो यता। अनि यता चाहिँ भाँडामा बहिनीले तेल लगाउँछ। तेल लगायो भने चाहिँ यो मोमो टाँसिँदैन नि त, पाकिसकेपछि मजाले निस्किन्छ। अनि नत्र त फेरि सबै टाँसिएर सबै त्यहीँ फुटेर त्यहीँ रहन्छ नि त, मसलाहरू उयो हुन्छ। अनि बहिनी चाहिँ मजाले सजाउँदैछ। अनि हामी चाहिँ मोमोको भाँडामा नबनाएर चाहिँ राइस कुकरको भाँडामा बनाउँदैछौँ, थोरै यो त हो भनेर। अनि यहाँ चाहिँ मैले अलरेडी पानी उमालिरहेको थिएँ। अनि पानी उमालेर यसरी बनायो भने छिटो हुन्छ नि त, एकैछिनमा पाकिहाल्छ। अनि बहिनीले चाहिँ यहाँ खुसी भएर मोमो इज लभ भन्छ, मोमो पाकेर खुसी भइरहेछ बहिनी चाहिँ। अनि म चाहिँ यता अब निकाल्न थालेँ मोमो। अनि मोमोलाई चाहिँ मजाले प्लेटमा राख्न नपाइकन हामी चाहिँ खान थालिहालेँ हतार परेर। अनि मोमो चाहिँ मिठो भएको थियो। ओके, थ्याङ्क यू फर वाचिङ, बाई बाई।